गाइस यो चाहिँ यो निवृत्तिभरण अधिकारको चाहिँ खाता हो यो हैन। यहाँ चाहिँ हाम्रो हजुरबाको मानबहादुर बस्नेत 56 सालमा चाहिँ सायद उहाँ 2045 सालमा रिटायर्ड हुनुभएको रहेछ हैन। र यस्तो छ यो निवृत्तिभरण पेन्सन पनि भन्छ होला सायद। यो चाहिँ अब इच्छाएको व्यक्ति हजुरआमा लेखेको छ कति सालदेखि चाहिँ के गर्ने भन्ने कुरा। यसरी कति रहेछ त बेला भन्दाखेरि निवृत्तिभरण भनेको 2061 सालमा 1961 पाउने रहेछ मासिक रकम त बेला। यसरी ब्याङ्कबाट दिँदो रहेछ रकम। त्यो बढेर चाहिँ अहिले कति छ बिस्तारै बिस्तारै बढेर त्यसपछि 4300 भएछ हैन। 4300 भएछ कहिले भएछ भन्दाखेरि यहाँ असाढ 2000 कति छ यहाँनिर खोइ ए 65 मा। अब अहिले बढेर चाहिँ कति रहेछ त्यही निवृत्तिभरण भनेको चाहिँ 5581 रहेछ अहिले चाहिँ निवृत्तिभरण है यो। यसरी त्यो बेला चाहिँ पेन्सन किताब भनौँ न यो पेन्सन लिने किताब चाहिँ 5 को सरकार सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखाना भन्दो रहेछ। निवृत्तिभरणको आधिकारिक पत्र चाहिँ यस्तो हुँदो रहेछ है त्यो जमानामा। सायद अहिले त हटाएको छ सबै यो कुरा हैन उपदान दिन्छ केटीमा यस्तो छ।